यति सानो उमेरमा किन छोडेर गइस बुबान्यो? बुबा के गरिस् यति सानो उमेरमा? बरु भनेको भए म पहिले जान्थे, किन गइस त? हेर केटा अब जे हुनु भएको अब यसलाई घाटतिर लानुपर्छ। ल जे हुनु भएको अब गाउँले मान्छेलाई आँगनमा राखौँ है। ल उठ उठ सबैलाई राख्नुपर्छ। के गरिस् बुबा तैँले? यस्तो गर्मीमा शीतल शीतल बाटो लिएर जानु पर्दैन? मलाई अहिले नलग, जाडो बेला लग है, म सुते। खोइ रुवा हालेर मलाई शीतल नलग। खडेरी रागो अब मरिन्छ कि क्या हो? तँलाई थाहा छैन भुवन, हाम्रो यो जमिन मुनि पनि पानी हुन्छ नि। यो जमिन खन्दै गयौँ भने हामीले पानी भेट्छौँ। खतरा आइडिया दिस तैँले। अब म गएँ ल। के हो फेरि कुरै नसुनी कहाँ गएको? यहाँ पाहाडमा कहाँ पानी भेटिनु? तराईमा पो भेटिन्छ त। अब गयो पानी नभेट्यो अब कहाँ हुन्छ त? यस्तो तालले त पानी निस्किँदैन। अब ठुलै आइडिया लगाउनु। Few moments later. दायार अझै गएर बनाउनु र। पानी ननिकाली भएकै छैन अझै बनाउनु दाइ अझै। यस्तो पाराले पानी निक्लिन त 10-12 दिन लाग्छ। कि दाइ ब्रेकर ल्याम? हामी चाहिँ हेरेको हेरे छैन गर्मी त एक थोपा पनि छैन यार। फ्यान होला घरमा तेरोमा त, अनि कहाँ गर्मी हुन्छ त? कहाँ यताउति फ्यान नै छैन। एसी होला त्यहाँ छेउमा, अनि कहाँबाट गर्मी हुन्छ त? 13 बोलो राखिदिएको छ रे एसी। एसी पनि छैन, फ्यान पनि छैन, मलाई लाग्दैन तँलाई। ल केटा हो, मेरो एरियातिर त गर्मी छैन। यी मर्दै मर्ने भयो। बाई बाई टाटा। बाई आउनु त। यतिको सुविधा भएपछि के को यासिन फ्यानमा कसम। केटा त आउँछ र जान्छ मात्र केही खाने रहेछ। के गरेको यो? तपाईँको पसलमा फ्यान छ, हावा खान आएको नि। हेर्नुहोस् दर्शकबिन, अहिले देशैभरि खडेरी लागेर सबै पानीका मुहानहरू सुकिसकेका छन्। अहिले पानी खान मान्छेहरू प्याक भइसकेका छन्। अब कसरी चाहिँ बाँचिएला त हामी? कसरी चाहिँ नेपाल अगाडि बढ्ला त? ल पानी त सुक्यो रे त यार। ल अनि अहिले त हिमाल पक्रेर मान्छे बालुवा लिन गइसक्यो रे। ल पानी सुक्यो भन्छ यार, हाम्रो घरमा धारामा जाम त यार, सुक्यो कि होइन? ल साँच्चै यार सुक्खा लागेर यार पानी त छैन त, मरिन्छ क्या केटा। अब खासै पृथ्वीमा बाँचेर जस्तो छैन केटा। पानीले त यार खतमै पार्ने भयो। पानी आयो होइन समाचारमा पानी छैन भन्छ, यो कहाँबाट ल्याउँछ पानी? बुझौँ। पानी चाहिएको बालकहरूलाई अनि यस्तो खडेरी लागेको बेला पानी कहाँबाट ल्याइस् त? जहाँबाट ल्यायो भने तिमीलाई पानी दियो भन। पहिला चाखेर किन्छौ नि त हामी। औलो दिँदा तिमीहरू ढुँडुलाई निल्न खोज्ने। चाहेको त 1000 लाग्छ नि। एक बोतल जब पानीले 1000 रुपियाँ। के को बोतलको 1000? चाहेको मात्रै 1000। तिमीहरूको यो बोतल किन्न त औकात नै छैन। तँलाई 1000 दिन्छौँ त्यो बोतलको पानी चाहिँ देन चाहौँ। खानु त मर्नु भन। अमिलो छ त के हो केटा? नेपालमा तँलाई पानी सर्टेज भएको थाहा छ कि थाहा छैन? अनि यस्तो खडेरी लागेको बेला पानी कहाँबाट ल्याइस् त? हाम्रो डाइरेक्ट समुद्रबाट आउँछ पानी। हाम्रो बाहिरै कन्ट्याक्ट छ। ल एकछिनमा ल्याइदिउँ ल 13000 अहिलेको त चाहेको पानीको। अहिले हामी गयौँ ल। उधारो पनि नबेचौँ भनेको सालेहरूलाई दिइगयो। त्यो केटाले समुद्रैबाट पानी ल्याउँदै त्यो केटा पर्दैन हेर।
त्यसले कहाँबाट के गरिरहेको छ क्या हो त्यो मान्छे चुतिया छ अहिले यतिमा छड्क्याउन जानुपर्छ A few moments later. त्यसले के गरी चाहिँ ल्याउँछ पानी त्यो समुद्र त जाँदैन त्यो गाडीको त्यत्रो पावर त छैन त्यही त गर्मी हाइट भन्छ यार गर्मी जाँतो गर्मी त अब कसरी बिजनेस गर्ने मामा पसिना त सिद्धियो त तिमी टेन्सनै नगर न यार भन्छ भन् त केटा हेलो भुवन कहाँ छस् है म त काठमाडौँ हिँडेको 2-4 वर्ष आउँदिन यार के जान्छस् हौ यस्तो गर्मीमा काठमाडौँ आइज गाउँमै काठमाडौँ हिँडेको यार ल्याङ्दो न आउँछस् भने आइज हाम्रो त यहाँ चिसो दारू हान्ने कुरो भइसक्यो ल भाइ एकछिन पक दा यार झोला झार्दिनु बरु म भोलि जान्छु है काठमाडौँ आधीबाट आइसक्यो वा दारू खाने कुरा भइसक्दा म झरे यस्तो काठमाडौँ त भोलि पर्सि जाँदा भयो भने दारू छोड्ने कुरा हुन्छ हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेरे ए हतार भइसक्यो कहाँ गयो छिटो आइज न अब त भिडियो हाल्नुपर्छ यार युट्युबमा भिडियो नबनाएको धेरै हो यार भिडियो नबनाएको धेरै ग्याप भइसक्यो कति बनाउन यार भिडियो त्यही त भगवान बनाउन न यार भिडियो यहाँ केटा हो गर्मी सकेपछि बनाउनु एक्सन एक्सन खोइ रुवा हालेर भित्र एक्सन के रे एक्सन खोइ रुगा हाल एक्सन औलो दिदा डुडुला निन्न खोल्ने एक्सन औलो दिदा डडुला निन्ने डुडुलो भन्दा एक्सन ओ भाइ के गरे त्यति सागे उबेरमा एक्सन कहिलेदेखि